हेलो साथीहरू, गुड मर्निङ सबैलाई। आज चाहिँ म यस्तो हाम्रो गाउँको भ्यू देखाउँदैछु। यो त दालिम जाने बाटो हो। यो चाहिँ मेन रोड, उयो तल मेन रोड छ। लाभा कालिम्पोङ जाने, सिलगढी जाने, सोमबारे बजार जाने। यो चाहिँ हो मेरो साथी, उयो भाउजू रहेछ। के गर्दैछ? भाउजू खाना बनाउँदैछ। यो चाहिँ हो मिस रिना, मेरो साथीको घर हो। दिदीको घर, साथीको घर। अब होम टुर अरे हो, देखाउँछु ल। अस्ति दाम्रोको भिडियो हालेको थिएँ नि, दाम्रोबाट सामान लिएको। त्यो चाहिँ खोलेर सेटिङ गरेको छ, त्यो चाहिँ देखाउँछु तपाईँहरूलाई ल। यो चाहिँ हो लिभिङ रुम। यहाँ चाहिँ मालिकनी बसिरहेको छ। यो चाहिँ लिभिङ रुम सट्टै। यो चाहिँ यो चाहिँ बाहिर जाने मेन गेट। यो चाहिँ लिभिङ रुम, भित्र अन्त टक्कै यताबाट गएर चाहिँ टक्कै एउटा रुम छ यहाँनिर। यो चाहिँ रिना म्याडमको रुम। यो चाहिँ अस्ति दाम्रोबाट लिएको ड्रेसिङ। यो बेड हो। अन्त यो साइड टेबल, अन्त यो वार्डरोब। यति नै छ, सिम्पल छ रुम हो। रुम सजाएको छैन, पछि सजाउने अरे। यो एउटा रुम। टक्कै यताबाट आए मेन गेट भयो, त्यहाँबाट टक्कै यहाँबाट आएर एउटा रुम भयो होइन। यो चाहिँ लिभिङ रुम हो। फेरि सट्टै भित्र गएर अझै एउटा यो चाहिँ हल छ हो। टक्कै एउटा गोद्रेज दिवान राखेको छ। यहाँ पनि छ ड्रेसिङ हो। अहिले चाहिँ त्यति सजाएको छैन। त्यहाँबाट सट्टै गएर फेरि राइट साइड एउटा रुम छ। यहाँ पनि बेड, साइड टेबल, वार्डरोब, ड्रेसिङ। मलाई पनि देखेछ हौ। पूजा रुम सानो छ यहाँनिर, तर अहिले सेटिङ गरेको छैन। यति नै हो यो चाहिँ। अन्त यहाँबाट सट्टै गएर डाइनिङ हल। यो चाहिँ फेरि किचन। यो अस्ति हामी सिलगढी गएर लिएको फ्रिज। यो चाहिँ टक्कै किचन। यो चाहिँ अस्ति